बडो आधा त मगर हुन्छ भने अब तिमी त फेरि खिच्छ हाँसेर राम्रो मेरो हाले माइलबो हजुर कानु टोक्छ कि हो खोल्यौँ सरर ठुल्ठुलो नो भिटामिन नो किराको दबाई ओन्ली शुद्ध पानी पिउन लायकको त्यो पनि यसरी जरोमा हालेपछि जम्मा 2 वटा मात्रै फल्छ फेरि धेरै हैन फेरि अलबो तपाईको मङ्सिर सके हैन हाँ यो रेडियो मारिदिनु के नि सुनेन भरे बजाउनु के ए बुझे हैन अनि ख्यार 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 के बाह्र पढाएँ अब दुधे माइला कुन त आउनु तिमी त फेरि खिच्छ हाँसेर राम्रो मेरो हाले माइलबो हजुर मान्छेको एउटा ठाउँमा एउटा उस भएको हुन्छ क्या बाबु राजा हुँदो रहेछ हौ खाइदिउँ जम्मै फेरि के को मैले भन्नु फेरि ए राजा मैले फेरि गल्ती पो ए बाबु राजा छ राजा राजा छ भुटानमा अनि त्यहाँबाट बडो आधा त मगर हुन्छ भने अब यो राँको त छिपेको हिँड्यो हो हुन्छ त्यो हो छिपेको कल्लो हो म थाहा होइन कहाँ गिरेर टोक्छ कि हो रक्तो भरेपछि आलुमा हाल्नु पर्यो
अलिअलि खोलिदिउँ सरर ठुल्ठुलो दाना खोले साग पनि छ यहाँ भरियो नो भिटामिन नो किराको दबाई ओन्ली शुद्ध पानी पिउन लायकको त्यो पनि यसरी जरोमा हालेपछि ठुल्ठुलो दाना फल्छ जम्मा 2 वटा मात्रै फल्छ फेरि धेरै हैन फेरि जम्मा 2 वटा दाना फल्छ यसमा सबैमा यसरी हालेपछि 2 वटा दाना झुन्डियो यसरी ओन्ली 2 पिस दाना ल यसो गरेपछि 2 वटा दाना झुन्डियो आलुको दाना ल यसका बाजे अलि भयो तपाईको मङ्सिर सके हैन पहिले मार्नु हो ए तपाईँ एक्लै ए बुढाबुढी के अरे पराल मलेर गयो पराल मलेर अब मामा नआउने हो कि अब नआउने हो अब माइज पासी त ढुक्क भइहाल्यो नि अब अहिलेसम्म कहाँ थियो माइजू बिसरै भयो नि यसरै हो होटलमा काम गरेर भन्छ 9-10 वर्ष 9-10 वर्ष ए अब बल्ल अब बुढेसकालमा के घर बनाउनु त नि अब घर त थियो कि होइन पहिलाकै होला नि घर त सन्चो छ अब